अमेरिकामा स्टुडेन्ट भिसामा आउन चाहने विद्यार्थीहरूका लागि एउटा अर्जेन्ट नोटिस छ। तपाईहरुलाई थाहा छ पक्कै पनि तपाईहरुले यहाँको डिग्री लिइसके पछाडि ओपीटी अप्सनल प्र्याक्टिकल ट्रेनिङको लागि स्टिम कोर्स हो भने तपाईहरुले एक्सटेन्ड गर्न पाउनुहुन्थ्यो भने, स्टिम कोर्स छैन भने 1 इयर तपाईले ओपीटी पाउनुहुन्थ्यो। अहिले एक्सटेन्सन पिरियडलाई पनि अलिकति डिबेटेबल इस्यु छ अहिले, किनभने अहिलेको ट्रम्प एडमिनिस्ट्रेसन आइसके पछाडि त्यसले केही न केही धेरै नै फरक पारेको छ। त्यसबाहेक तपाईहरुलाई अर्को समस्या भनेको अहिले यही बसेर अनि वर्क परमिट लिएर यही काम गर्छु भन्ने टाइपको तपाईको सोच छ भने अहिले H1B भिसा भन्छ, त्यस पछाडिको भिसाको लागि तपाईले त्यो बुझ्नुहुन्छ होला। H1B भिसाको लागि पनि अहिले वेज बेस सिस्टम लागू गरेको छ। भर्खर 2-3 दिन मात्रै भयो। त्यो वेज बेस सिस्टम भनेको कस्तो हो भने यहाँ जसले धेरै पे गर्छ, जुन कम्पनीले धेरै पे गर्छ आफ्ना कामदारहरूलाई अर्थात् आफ्ना इम्प्लोइहरूलाई, उनीहरूलाई नै सिलेक्ट गर्ने सिस्टम ल्याएको छ। यसले के गर्छ भने पहिले जुन H1B भिसा चाहिँ जुन लोटरी सिस्टम थियो, त्यसबाट क्याप सिस्टम, ब्याचलर अनि मास्टरको लागि क्याप सिस्टम थियो। अब चाहिँ के गरिदियो भने वेज बेस सिस्टम आइसके पछाडि जसले धेरै वेज पे गर्छ आफ्ना इम्प्लोइहरूलाई तीहरू चाहिँ सिलेक्ट हुने भए। अर्थात् त्यसैले चाहिँ बाहिरबाट आएका विद्यार्थीहरू जो चाहिँ यहाँ आएर फर्स्ट स्ट्यान्स जब गर्न खोज्दैछन् उनीहरूको लागि चाहिँ अब एकदमै क्वेसनेबल छ। त्यसैले यो चाहिँ एकदमै ठुलो अर्जेन्ट इस्यु हो। तपाईहरुले यहाँ आएर पढ्न चाहनुहुन्छ, केही ज्ञान लिएर फर्किन्छु भन्ने सोच छ भने चाहिँ इट इज अ बेस्ट डेस्टिनेसन थ्रु आउट द वर्ल्ड हैन। तर तपाईले यहाँ आएर कमाउँछु अनि बस्छु भन्ने टाइपको केही सोच छ भने चाहिँ स्टुडेन्ट भिसाको कन्टेक्स्टमा चाहिँ इट इज भेरी डिफिकल्ट है अब अहिलेको कन्टेक्स्टमा। थ्याङ्क यू।